श्रावणको महिना थियो। घर जान पर्ने भएको कारणले गर्दाखेरि तानसेनबाट छुट्ने अन्तिम जीपमा म पूर्व खोलाको लागि प्रस्थान गरेँ र पूर्व खोला पुग्दा नपुग्दै आकाशमा कालो बादल मडारिँदै गडाङ र गुडुङको आवाजहरू आयो। जब पूर्व खोला पुगियो, कसैले माथि आकाशबाट बाल्टीले नै पानी घोप्टिए जसरी पानी घोप्टिन थाल्यो। अन्धाधुन्ध गडाङ र गुडुङ डरलाग्दो तरिकाले पानी पर्यो। म लगायत अन्य प्यासेन्जरहरू घर जान सक्ने अवस्था नभएकाले स्थानीय समाजसेवी वासुदेव नेउपाने बासु दाईले हामीलाई त्यहाँ बास दिनुभयो र रातभरि बासु दाई यता र उता हिँडाइ गर्नुभयो। रातभरि बासु दाई सुत्न सक्ने अवस्था पनि रहेन र त्यहाँ भएका पुर्खोलावासी सायद त्यो रात कोही पनि सुत्नु भएन होला जस्तो मलाई लाग्दछ। जब रात ढल्दै बिहानी हुँदै थियो, आँखाले देख्ने समय हुँदासम्म बिर्ता बजारलाई गरङ्ग खोला र मन्टुसा खोलाले घेरिसकेको थियो। अविरल अतिवृष्टिको कारणले रातभरि सुत्न नसकेका आमा बुवा तथा दाजुभाइ दिदी बहिनीहरू अब बिर्ता बजारमा भेला भएर सुरु हुन्छ राहत र उद्धारको लागि छलफल। अब प्रस्तुत छ त्यति बेला उद्धार क्षेत्रबाट नीलकण्ठ भट्टराईज्यूले रेकर्ड गर्नुभएको भिडियो। जस्ताको तस्तै यहाँ सम्पादन नगरिकन जस्ताको तस्तै राख्ने प्रयास गरिएको छ। यो हाम्रो रिनी र गाविसको वडा नम्बर 3 बिर्ता बजारमा 3 दिनको अविरल झरीको वर्षाको कारण यहाँको बिर्ता बजार बाढीको प्रकोपमा परेको छ। 3 दिनको अविरल झरीको कारण यहाँको मन्टुसा खोला र गरङ्ग खोलाको बिचमा पर्ने बिर्ता बजार एकैछिन पनि यहाँको बासिन्दाले यसलाई रोकथाम नगर्ने हो भने यहाँको बिर्ता बजार जलमग्न हुने र बाढीले बगाउने देखिएको छ। यहाँ अहिले रातिदेखि बिर्तावासीहरू र यहाँका छिमेकी गाविसहरू स्थानीयवासीहरू रिन र गाविसको स्थानीयवासीहरू सबै यो खोला नियन्त्रणको प्रयास गर्नुभएको छ। त्यसको बावजुद पनि यहाँ खोलो निकै जोडतोडको साथ आएको कारणले गर्दाखेरि खेती चाहिँ ठुलै हुने क्षति भइसकेको छ र अझै पनि क्षति हुने सम्भावना देखिएको छ। 1 मिनट पनि यहाँको बासिन्दाहरूले यहाँ छोड्ने हो भने यहाँ जे पनि हुन सक्ने, अनुमानै गर्न नसक्ने किसिमको क्षति पुग्ने देखिएको छ। यो रिन र गाविसमा अहिले 3 दिनको वर्षाको कारण यस्तो भएको ठुलो क्षति भएको छ। यहाँ राति अब घर छोडेर अन्यत्र बास बस्न जानुपर्ने धेरैको त्यस्तो बास खेदिएको छ। यहाँ धेरै घरहरू अब रित्तो खाली भएका छन्। कति बेला थाहा छैन, अब कति बेला त्यो घरहरूलाई खोलाले लैजाने छ, सखाप पार्ने सम्भावना पनि देखिएको छ। यहाँको स्थिति अत्यन्त नाजुक छ। अहिले हामीले यहाँ उद्धारको यहाँको यो खोलो नियन्त्रणको प्रयास जारी राखेका छौँ र अहिले यहाँ केही छिमेकी गाविसबाट पनि र रिन र गाविसको सबै सर्वसाधारण जनताहरू यहाँ आउनुभएको छ खोलो नियन्त्रणको प्रयासको लागि। सुरक्षाकर्मीहरूको पनि अहिले यहाँ आइपुग्नु भएको छ। यो बाहेक अन्य धेरै क्षति पनि हाम्रो गाविसमा भएको छ। धेरैको पूर्व खोलाले खासै ठुलो क्षति नगरे पनि यसले पनि ठुलो क्षति अहिलेसम्म नगरे पनि गर्ने सम्भावना बढेर गएको छ र यहाँ पनि अब अलिकति पनि पानी पर्यो भने यहाँको स्थिति काली लाग्दो हुनेछ र यसो हेर्दाखेरि यहाँको मौसमलाई आकलन गर्दाखेरि ठुलो पानी अझै पनि पर्ने जस्तो देखिएको छ। त्यसले गर्दाखेरि यहाँ अहिले एकदमै त्रासपूर्ण वातावरण रहेको छ। यहाँ अब काली लाग्दो अवस्था, यहाँका सबै जनताहरू सशङ्कित हुनुहुन्छ। यहाँ देखिएको दृश्य राम्रोसँग बसोबास रहेको क्षेत्र अहिले बाढीको कारण यो खोलाको कारण यस्तो हरिबिजोग भइरहेको छ। यो हामी यो दृश्य चाहिँ एक मान्छे धेरै माथि खोलो उस्तो आएको छ। यो खोलोभन्दा धेरै हाइटको धेरै उचाइमा रहेको यी घरहरू अहिले खोलोभन्दा तल पुगेका छन्। यहाँको स्थिति अत्यन्त नाजुक छ। यहाँ अगाडि देख्न सकिन्छ यो घरहरू
अब यहाँ मान्छेहरू बसोबास गर्ने घरहरू अहिले यहाँ छोडिसकिएको अवस्था छ। यो घरहरू यस्तो यस्तो छ। खोलो यसरी बगेको छ, घरभित्र पानी पसेको छ। केटकेटलाई होला लाने सम्भावना छ। घरभित्र पानी बसेर बस्ती पनि छोडेका छन्। तल एउटा बाबुलाई मक्कली लाने अर्को बस्दै लाने सम्भावना छ। अत्यन्त यो दृश्य पनि हाम्रो बोर्डिङ त्यो पनि एक मिटर माथि खोलो आएको कारणले गर्दाखेरि बोर्डिङको ग्राउन्ड लगभग लगिसकेको छ। खेल मैदान ध्वस्त बनाइसकेको छ। बोर्डिङ पनि अब जोखिममा, बोर्डिङलाई पनि जोखिम परेको छ अहिले यति बेला यो बाढीको कारण। बोलो आज बोर्डिङ छुट्टी भयो, बोर्डिङ नाजु भएको छ धेरै नै। हजुर हजुर किनभने अहिले ढाल्न पठाउनु पर्यो के। ल ढाल्नु न त्यहाँ जे जस्तो त ढाल्नु न। हजुर जे जस्तो ढाल्नु न। भएको छ। यता मानिसहरू हिँडडुल गरेका छन्। यहाँ पहिरो कुदारले यहाँ खोलोले घरको सिँढी लगेर हेर्नुहोस् कस्तो जात्रा छ। कस्तो छ यहाँ एउटा घरको सिँढी लगेको छ। ए बादुर दाइ जिब्रो हाल्न आधा ए यारो त्यति बेला पूर्व खोला र निस्ती खोलामा आएको बाढीको कारणले गर्दा करिब 10 करोडको क्षति भएको अनुमान गरिएको थियो। यो क्षतिको विवरणको सङ्कलन र राहतको लागि अत्यन्त प्रयत्न गर्नुभएका तत्कालीन समाजसेवी तथा वर्तमान सांसद नारायण प्रसाद आचार्यज्यूले यसमा निकै ठुलो भूमिका खेल्नुभएको थियो र यसमा म पनि उहाँसँग सँगै हिँडेको थिएँ। त्यसैले मलाई अलि जानकारी भएको यो विषय पनि रहेको थियो र पछि राहत र क्षतिपूर्ति के कति कता के आयो त्यो भने मलाई खासै त्यति जानकारी भएन। जे होस् त्यो भेगमा त्यति बेला अत्यन्त ठुलो क्षति पुगेको थियो यो बाढी र पहिरोको कारणले गर्दाखेरि। होपफुल्ली अब हाम्रो यो 12 वर्षपछि खोला फर्किन्छ भने जस्तै फेरि यस्तो ठुलो बाढी यो क्षेत्रमा कहिले पनि नआओस्, हामी यो कामना गरौँ। त्यो सबैमा सबैको हातमा राम्रो भिडियो र फोटो खिच्ने मोबाइल फोन नभएको कारणले गर्दाखेरि धेरै भिडियो फोटोहरू त्यति बेलाको अहिलेमा प्राप्त हुन सकेन। यो फोटोहरू अथवा जे जति यहाँ सम्भव भयो त्यतिहरू मात्रै पोस्ट गरिएको छ।